अहिले हामी पाथी भएर मन्दिर ताप्लेजुङ जाने क्रममा छौँ। पाथी भएर मन्दिर जाने टिमहरू। भोक लाग्यो? अब आउनु बेला भयो खाजा खाने। के छौ कान्छियो? कता कता हिँडेको? हामी चाहिँ यासोक भन्ने ठाउँमा आइपुगेछौँ। यासोक होइन, यासोक कुम्मायाको 5 स्याक्रुम्बा भुल्के 5 थरमा आइपुगेछौँ। बुल्के 5 थर। अहिले हामी भुल्के भन्ने ठाउँमा यहाँ खाजा खान लागिरहेको छौँ। यहाँ होममेड खाजा तयार हुँदैछ। खाजा कस्तो छ? थुक्पा मिठो छ? कविता पाहाडको पानी नै मिठो हो है। यता के छ डाक्टर साहबको खबर? ठिक छ? यताको भ्रमण बेठिक चाहिँ छु तर म खाँदैछु अहिले। हेरौँ कस्तो होला। हाम्रो भाउजू त यस्तै हो खानुको लागि। सिरीले कस्तो मिठो हो मिठो गरे गर्छ। फेरि ओर्लेर त खान्छ त फेरि नखानु नि। चुपलाकै हुन्छ तिनीहरू सेककोहरू के खान्छ नि त देउको माथि। खसीको सेक खाने हुन्छ। अहिले हेर न उल्टी गर्नुको लागि के भएको होला नि भन्छ पराको कस्तो साह्रो मातेको त्यो एसी भएको उसमा कारमा क्या एसी लगाएर। अहिले हामी गोपेटार आइपुगेका छौँ। अब हामी यहाँनिर खाना खान्छौँ। के छ कविता? ठिक छ? के त नि यो 5 थरै पर्यो। काबेलीदेखि चाहिँ यो ताप्ले सुरु हुन्छ। काबेलीबाट यता काबेलीदेखि सुरु हुन्छ क्या ताप्लेजुङ चाहिँ। त्यही हो। चिसो चाहिँ मजा आउँछ क्या यस्तोमा। अब हामी खाना खाएर ताप्लेजुङतर्फ जान लागिरहेको छौँ। दाजु कस्तो भइरहेको छ हजुरलाई? रमाइलो भइरहेको छ? पाहाडतिर यस्तो हुन्छ दाजु, शीतल हुन्छ। अहिले हामी काबेली बजार आइपुग्यौँ। यो काबेली खोला। अहिले हामी यहाँ फुङलिङ बजार आइपुग्यौँ। खासै जाडो छैन रहेछ है।
केटारदेखि मास्तिर मन्दिर सानो फेरि जाने बाटोहरू चाहिँ यस्तो छ है, बन्ने क्रम छ, ठाउँ ठाउँमा अप्ठ्यारो पनि छ। यतिकै ठिकै हो नि है, त्यस्तो खास केही छैन। पानी पऱ्यो भने चाहिँ गाह्रो हुन्छ फेरि, पानी चाहिँ पर्दैन। अहिले हामी हाप्रे आइपुगेका छौँ। अब हामी एकैछिनमा सानो फेदी पुग्नेछौँ। त्यहाँबाट हाम्रो हाइकिङ सुरु हुन्छ। अहिले हामी सानो फेदी आइपुगेका छौँ। अहिले 2 बज्यो। हामी बिहान 4:45 हिँडेको थियौँ। 2 बजे हामी ठ्याक्कै सानो फेदी आइपुगेका छौँ। अब हामी एकछिन रेस्ट गर्छौँ यहाँनिर। त्यसपछि हामी आज ठुलो फेदीसम्म जानेछौँ। पुरै भिड छ आज, पुरै मान्छेको फ्लो छ। यहाँ हाम्रो गोर्जी अनुहार चिन्दैन के घामले गर्दाखेरि। अब हामी यहाँ सानो फेदीबाट माथि ठुलो फेदीतर्फ जाँदैछौँ। आज हामी ठुलो फेदी गएर बस्नेछौँ। भोलि हामी बिहानै माथि मन्दिर पाथिभरा मन्दिर दर्शन गरेर तल ताप्लेजुङमा बस्नेछौँ। कस्तो भइरहेछ? पाथिभरा माताले रक्षा गर्नुहुन्छ। जय पाथिभरा माता। ल बल गरौँ। आमा कस्तो भइरहेछ? जय शम्भु। जय पाथिभरा। यो हामी मान्छेहरू धेरै चौचौको खोल फालेर सबैले झोलामा लाएर हिँड्नु, जहाँ भेट्छ त्यहाँ फाल्नु नि। हैन यो छ त 10 दिन। 10 दिन पनि राख्दैन छ त ठाउँ ठाउँमा। आफै हिँड्दा पनि ठाउँ देखिन्छ। यो कोपी हाम्रो टोलीहरू हिँड्दै हुन्छ अगाडि बडो इनर्जीको साथ। हाम्रा टोलीहरू हिँड्दै हुनुहुन्छ, बहुत रमाइलो गरेर हिँड्दै हुनुहुन्छ। म एकपल्ट त्यसरी भनेको सन्तोष र अर्जुनहरूलाई त्यसरी भन्दै हिँडेको। एक दिन त भोलिपल्ट त साफ गरे तिनीहरूले। बिस्तारी है बिस्तारी। जय माता, जय पाथिभरा देवी माता। आज दामी फुलेको रहेछ है गुराँस ढकमक्क। त्यस्तो हुन्छ कि कतै जानिन्छ कि कता हो सोल्टिनी चिटिक्क परेर? बाटो कुन बाटो? पाथिभरा ठाडो उकालो कस्तो ठुलो फेदीसम्मको कस्तो फिल भइरहेको छ ओभर बेटर अहिलेसम्मको ट्राभल? तर गुराँस कस्तो नफुलेको नि यो सब फुलेको छ त? छैन
के फुलेको यस्तो गुराँस लाग्ने किन मात्रै हुन्छ त चार पाउ पो टेक्दैछ त दुईटा हात पनि पुग्छ घरजु त अब हामी ठुलो फेदी पुग्न लागेको छौँ यहाँबाट करिब हामी अब एकैछिनमा ठुलो फेदी पुग्छौँ एकदम रमाइलो भइरहेको छ वेदर पनि एकदम चिसो छ यता हाम्रा साथीहरू अगाडि हेर्दैछन् ठाडो कालो यो सबै लालीगुँरासको बोटहरू लालीगुँरास पनि राम्रै फुलेको देख्न सकिन्छ अब अहिले चाहिँ हामी ठुलो फेदी आइपुगेका छौँ निकै मनमोहक दृश्य देखिरहेको छ गुराँसहरू ढकमक्क फुलिरहेको छ यो हो ठुलो फेदी मानिसहरूको एकदम यहाँ भिड देख्न सकिन्छ ल यात्राको दौरानमा हामीले यहाँ फुपूलाई भेट्यौँ है पाथिपारा मन्दिर ठुलो फेदीमा दिदी कहाँ बस्नुभएको ससुरालीमा चाहिँ बस्नुहुन्छ तपाईँ त के खानुभएको हामी अहिले कहाँ छौँ होटल अनिमलमा छौँ हामी चाहिँ कालो चिया र मकै मिठो मिठो गरेर खाँदैछौँ मकैको ठेटमा हेलो हाम्रो पार्टीहरू के छ रमाइलो छ यो हामी बसेको होटल अनमोल होटल अब हामीहरू एकछिन यहाँ साइट सिन गर्नको लागि निस्किँदैछौँ आउनु नि तपाईँहरू आउनु आउनु नि ए ठुलो फेदीको भ्यूहरू गुराँसहरू पनि यहाँ मजाले फुलेको देख्न सकिन्छ यता ठुलो फेदीमा रहेको अवस्थित होटलहरू यी मान्छेहरूको भिड हेर्नुहोस् यहाँनिर आज अत्याधिक भिड छ एकदम मान्छेको फ्लो चाहिँ एकदम ह्युज एकदम क्राउड छ है हो त यहाँ आउँदाखेरि जग्गादेखि नै होटलहरू बुक गरेर आउनुपर्छ नभएदेखि चाहिँ गाह्रो हुन्छ रुमहरू पाउन अब हामी यहाँ खाना खान लागिरहेको छौँ ठुलो फेदीको होटलमा नै छ नि हौ अहिले बिहानको साढे 1:30 भयो नि 1:30 बजेको छ माथि मन्दिर जानको लागि अहिलेदेखि नै मान्छेहरू जान सुरु गरिसकेको छ अब हामीहरू पनि जानको लागि तयार भइसकेका छौँ
पनि ग्लोभ लगाइकन बक्सिङ खेल्नुलाई तयारी भइरहेको थियो दाजु त्यहाँ देखिँदैन 1:30 भएको छ यहाँ अहिले एकदम भिड भइसकेको छ माथि मन्दिर जानको लागि जय 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 ल सबैलाई आशीर्वाद दियोस् अब हाम्रो यात्रा मन्दिरसम्मको यात्रा सुरु भयो कति बज्यो ल अहिले कति 4:15 भएको छ अब हामी माथि मन्दिर पुग्न लागेका छौँ बिहान 1:15 हिँडेको झन्डै 2.5 घन्टा भइसक्यो फाइनली हामी पाथिभरा मन्दिर आइपुगेका छौँ 4:30 बजे करिब 2 घन्टा 45 मिनटमा हामी मन्दिर आइपुग्यौँ आमा के छ ठिक छ नि होइन सबै ठिक छ नि त दाजु ठिक छ नि साह्रो गाह्रो के छैन नि दाजु के आर्मी मान्छे पाथिभरा मन्दिरको मुख्य प्रवेशद्वार एकदम चिसो हावा रहेछ हात पनि चिसोले एकदम छिराइरहेछ पूजाको लागि तयारी मन्दिर दर्शन गर्नको लागि अहिले यहाँ हाम्रा टिमहरू हिँड्दै हुनुहुन्छ जाडोले एकदम यहाँ टोई पनि खाँती लगाएर छु एकदम चिसो छ अब हामी मुख्य मन्दिरतर्फ जाँदैछौँ कुम्भकर्ण कञ्चनजङ्घा हिमालहरू उता सनराइज हुँदैछ अहिले चाहिँ अलिक निकै भिड बढिसकेको छ लाइन पनि यहाँनिर एकदम लामो भइसकेको छ अब हामी मुख्य मन्दिर यहाँ पुग्न लागेको छौँ आज शनिबार भएकोले गर्दाखेरि एकदम भिड छ हामी पाथिभरा माताको एकदम नजिक आइपुगेका छौँ ठिक छ होइन ठिक छ नि अनि सुनाउनुहोस्
दर्शन गरेर कस्तो महसुस भइरहेको छ? एकदम आनन्द लाग्यो यहाँ के राम्रो लाग्दैछ बसिराख्नु मन लागिरहेको छ ल मनोकामना पुरा होस् तपाईँको। अहिले के गर्न आँटेको कविता? मैले यो बाती बाल्न यो अहिले वेदर एकदम बिग्रेर वेदर धुम्म भएर अहिलेको वेदर चाहिँ यस्तो छ पाथिभरा मन्दिरमा। अघि हल्का घाम लागेको थियो, अहिले चाहिँ पुरै कुहिरो लागिरहेछ। कुहिरो लागेर एकदम चिसो भइरहेको छ। अझै पनि के ठुलो लाइन छ। सक्यो तपाईँको पूजा डाक्टर? पानी पर्न थाल्यो है ल। रेनकोट लगाऊँ है? रेनकोट असिना कि हो? यो असिना चाहिँ हो कि हो? ल यहाँ मान्छेको जाम भयो यहाँनिर एकदम पानी परेको जाम। ल हामी यहाँ मान्छेको जाममा पऱ्यौँ है, पानी परेकोले गर्दाखेरि। वेदर चाहिँ बिग्रेर अहिले अलिक पानी परेर अलिक बिजोक भएको अवस्था। अगाडि होला। यस्तो छ वेदर, पुरै धुम्म भएर छ, पानी परिरहेछ। ल अब अहिले चाहिँ हामी माथि पाथिभरा मन्दिर दर्शन सकेर फर्किँदैछौँ। अहिले चाहिँ राम्रोसँग गर्न पाइयो। त्यसले साथ दिनुभयो, राम्रोसँग दर्शन गर्नु बित्तिकै पानी पऱ्यो होइन। अनि तर अरू भक्तजनहरू धेरै गाह्रो भएको छ, पानी परेर एकदमै धेरै भिड छ, एकदमै धेरै भिड छ आज चाहिँ। र पनि अब पाथिभरा माताको कृपाले गर्दा सबै भक्तजनहरू राम्रोसँग गइराख्नु भएको छ, त्यस्तो धेरै गाह्रो भएको देखेको छैन। जसरी माथि पनि एकदमै भिड छ, सबैले राम्रोसँग छ। तर जस पानी पर्थ्यो असिना पनि झऱ्यो कि, त्यसले गर्दा चाहिँ अलिकति गाह्रो भएको छ होइन। तर ठिक छ, एकदम ठिक छ। चिसो छ अहिले एकदम, एकदमै चिसो छ, जाडो छ। जाडो छ। अहिले हामी माथि मन्दिर दर्शनबाट फर्किने क्रममा छौँ। सेल्फी है कस्तो भयो त हाम्रो पाथिभरा मन्दिर दर्शन? ल सबैको राम्रो होस् भगवान्को कृपाले। यसरी यहाँनिर पुरा टर्चहरू लगाएर जोस् राम्रो बनाएको छ यहाँ माथि ठुलो फेरि।
बडा मन्दिर जाने बाटोमा आमा बिस्तारै झर्दै हुनुहुन्छ। कविता पनि बिस्तारै आउँदैछ। यो मास्तिर मन्दिर जाने बाटो निकै नै व्यवस्थित बनाएको देख्न सकिन्छ। बाटोहरू पनि हो यसरी मजाले ढुङ्गाहरू छापेर जोस एकदम हिँड्नलाई सजिलो बनाइदिएको छ। अब हामी माथि मन्दिर दर्शन गरेर तल ठुलो फेदी पुग्न आँटेका छौँ। यतापट्टि हाम्रा टोलीहरू पनि आउँदै हुनुहुन्छ। टाइम त हामीसँग मजाले छ, बाटो कस्तो छ भन्दाखेरि। अनि यता डाक्टर साहब कस्तो भयो त हाम्रो दर्शन? बेस्ट, सबै राम्रो पनि सबै राम्रो पनि होइन? हजुर, त्यो त अलिकति पानी पर्दा उयो भयो नि डिस्टर्ब, र पनि ठिकै भयो। रमाइलो गरेर आइन्छ। ल ठिक छ ठिक छ। हजुर यो देखिरहेको ठुलो फेदी, यताको यो तलको चाहिँ सानो फेदी। यो सानो फेदी, हामी अब ठुलो फेदी यो ठुलो फेदी हामी अब पुग्न आँटेका छौँ। ठुलो फेदी आइयो। यता हाम्रो आमा सिकिस्त भएको अवस्था, खुट्टा दुखेर अहिलेको ताजा अवस्था होइन त, एकदम थकिन्छ। यता बजे फेरि यहाँ गाह्रो भएर बोकेर आउँदै हुनुहुन्छ। अब हामी ठुलो फेदीबाट सुकेटारसम्म जाँदैछौँ। आज हामी सुकेटारमा बस्छौँ। ल बाई ठुलो फेदी। कविता केही भन्नु छ? मौसमले पनि साथ दिनुभयो। यो गर्नु बित्तिकै दर्शन गरिसक्नु बित्तिकै पानी आयो। ठुलो पानी आयो एकछिनमा पनि। जाडो पनि भयो नि? जाडो पनि भयो। ल बाई, ल एकछिन नि बाई, ल ठुलो फेदी। अघि हामी यो माथिको डाँडा, यो देखिरहेको डाँडाबाट झरेको पाथिभरा माता मन्दिर त्यो डाँडामा पर्दछ। जुम गरेर पनि हेरौँ, यति माथि छ। अहिले हामी ठुलो फेदी आइपुग्यौँ। अब यहाँ साथीहरू टिमहरू आउँदै हुनुहुन्छ।
आज हामी सम्भवतः सुकेटार बस्नेछौँ। आइयो फाइनल्ली डन ए ल ठेर्दिन न अब त यहाँ अब हामी ठुलो फेदीबाट सुकेटारतर्फ जाँदैछौँ। मेरो अब ताप्लेजुङ दर्शन गरेर फर्किम माता होइन, माथि मन्दिर दर्शन गरेर फर्किम। ल कस्तो 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 भयो, रमाइलो भयो होला सबैजनाको होइन। माथिबाट माताले त्यही त दर्शन गर्नु पाइनु सकाउनु बित्तिकै कान्छु सबैको मनोकामना पुरा होस्। पानी परेकोले गर्दाखेरि बाटो यस्तो छ, अगाडिपट्टि एउटा गाडी भाँसिएको छ। अब हामी पो कसरी जाने? अब यो बाइक पनि बिचोक भयो त, निस्किन सक्दैन यो बाइक, हँ? निस्किन सक्दैन यो बाइक। त्यही त झन् तल तल छ नि त बाइक। अब यहाँ चाहिँ सडक विभागले छिटो काम गर्ने बेला अब कहिले हो कहिले? अनि यस्तो ठाउँमा चाहिँ अलिक छिटो सोलिङहरू गरिदिनु होइन, गिट्टीहरू बिछाइदिनु के गरिदिनु अब होइन भड्किरहेको छ होइन उता पर्खिनु उताबाट आएको हो रोकेको। रोकेर दिउ यस्तोमा बाइक त कसरी चिप्लिँदै चिप्लिँदै जान्छ। अब यहाँ जाम हुने भयो यहाँ। बाटो बिग्रेर गाडी बिजोक भएको अवस्था। अब यहाँ जेसिबी आउँदैछ अरे, अलिकति जेसिबीले बाटो बनाएपछि अलिक सहज होला। यता जेसिबी आउँदैछ जस्तो छ। आयो आयो आयो। जय बजरङ्गबली। उता सर्नु पर्यो होला नि त यो जेसिबी फेरि गनायो नि। अब यस्तो छ, अलिक कस्तो छ अहिले चाहिँ? होइन अझै छ अझै छ अझै छ अझै छ अझै छ। जय 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 आयो गयो यस्तो छ अब। जय 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 भगवती माता, जय भगवती माता। धेरै आयो एलजीले, धेरै आयो। जान्छ र फेरि चिप्लिन्छ होला नि त नि। अलिक त लानु भन्नु अलिक पर थ्याङ्क गड यति रात पनि चिप्लिँदैछ। खोल्दै त है बाटोको हालत। अहिले त अनि उभाएर मान्छे मान्छेले हेर अहिले हामी यहाँ ताप्लेजुङ बजारको होटलमा, यो पाथिपारा होटलमा छौँ। हामी अब यहाँनिर खाना खान लागिरहेको छौँ। हजुर मैले भनेको छु, उता पनि भनेको छु। दाजु अनि दाजु कस्तो भयो हजुरको पाथिभरा दर्शन यात्रासम्म? छोटो यात्रा पनि एकदम राम्रो भयो। हजुर, रमाइलो भयो, अलिकति रमाइलो राम्रो नि। पानीले चाहिँ अलिकति हजुर भिजायो। हजुर हजुर यस्तो गाह्रो त भयो नि दाजु नि हजुरलाई? राम्रै लाग्यो मलाई, किनभने हिँड्नुको त्यति गाह्रो पनि भएन। हजुर धन्यवाद। यता हाम्रो हजुरलाई कस्तो भयो बधाइनीलाई? सुन्नुहोस् त, हजुरको 2 शब्द भन्नु पऱ्यो टुरको बारेमा। 2 शब्द भन्दै आयो होइन। हजुर कस्तो गाह्रो भयो हिँड्दाखेरि चाहिँ त्यसमा त रमाइलो नि, गाह्रो भन्नु के रमाइलो नि? सजिलो त वास्तै हुँदैन नि, होइन? गाह्रो भयो भने त भनेर रमाइलो हुन्छ त। हजुर
तर रमाइलो भयो रमाइलो भयो नि हजुर आफूभन्दा अशक्तहरू हिँडेको देख्दा त हामी अन्त नि डाक्टर साहेब मलाई पनि एकदम रमाइलो भयो मजाले पूजा गर्यो हाम्रो भात नै खानु सबैभन्दा रमाइलो पल लाइनमा लागेको बेला सुरुमा मातालाई देख्ने बित्तिकै फेस देख्यो नि त सेम, त्यो बेला सेम, एकदम सेम, राम्रो लागिरहेको थियो हुन त मेरो थर्ड टाइम हो ल यता हजुरको कस्तो भयो फर्स्टचोटि फर्स्ट अफर त होइन हजुर देखेको लाइभ एकदम राम्रो हजुर दुखेर पनि है रमाइलो भयो तपाईँहरूसँग हिँड्नु रमाइलो त भएन माता चाहिँ जुलाइदिएर त्यसो हजुर हजुर पाथी भएर मातालाई जानुपर्छ बेला बेलामा हजुर फेरि फेरि जानुपर्छ माताले बोलाउनु भयो भने जानुपर्छ यता भाउजू कस्तो भयो हजुरको मलाई त झन् साह्रो एकदमै रमाइलो नि मेरो त यो पालि दुसरा अलिक गाह्रो भयो हजुरलाई नि हिँड्न थोरै गाह्रो भयो झर्दा त झन् गाह्रो भयो नि हो झन् डर तर जे होस् रमाइलो चाहिँ अब दाजु तपाईँ मजाले गर्नु पाइयो नि हजुरको फर्स्ट टाइम कि सेकेन्ड टाइम नि सेकेन्ड टाइम कसको फर्स्ट टाइम हो काट्ने खाने भन्नुभयो होइन हजुरको फर्स्ट टाइम नि फर्स्ट टाइम फर्स्ट टाइम हो नि त कस्तो भयो नि आफ्नो चाहिँ एकदम रमाइलो भयो अँ। एकदम रमाइलो भयो हिँड्नु पनि अरू? रमाइलो लाग्यो अरू अनि जस मातालाई के माग्यो त अब यो त सबै कुरा त भन्नु के माग्नु सेक्रेट राख्नु पर्ने होइन फेरि पुरा हुँदैन नि प्लस त। गर्नु हुँदैन नि त्यो पनि त्यसले भनेको के भनेको के माग्नै पाएन पूजा गर्दा गर्दै व्यस्त भयो यताउति आमा त्यस्तै हुन्छ जहिले नि कस्तो भयो हजुरलाई चाहिँ सुनाउनु त ल छोटो मिठो एकदम राम्रो रमाइलो तर हाम्रो आमा उकालो चाहिँ हिँड्दो रहेछ डह्रो खुट्टा ढुक्दा रुनु मन लाग्यो अरे साथीलाई माताको खुट्टा ढोका साह्रै आँसु आइरहेको थियो हजुर तर जे होस् मजाले चरण ढोक्नु पाइयो आयोभन्दा पछाडि त पाएन त ठेलले फुट्दै कि फुट्दै निकाल्दा राम्रो लाग्यो ल सबैलाई एकदम धन्यवाद रमाउनु पर्छ पहिले मात्रै ढोगिरहेको यसपालिको रमाइलो भयो अब बिमार गयो भने एकजना नर्स एकजना उहाँ डक्टर नानीलाई लिएर गएको तर बिमार पनि भइएन नर्स र डक्टर नानीले त्यही त। पाउनु भएन किनभने दबाई बोक्नु पऱ्यो हजुर बिमार पनि भइएन हामीलाई देखेर रोग भाग्छ ल सबैलाई धन्यवाद गुड मर्निङ आज हाम्रो डे 3 अब आज हामी यहाँबाट तापजुङबाट घर जानेछौँ डक्टर साहब गुड मर्निङ ठिक छ नि सबै ल सबैजनालाई गुड मर्निङ है आज हाम्रो लास्ट डे है आज हाम्रो घरसम्मको यात्रा ल भयो यात्रा रमाइलो हुँदैछ अझै बाँकी छ थोर ल दाजु अब हामी लाग्नुपर्छ ल ल त्यही त यो पाथिबरा होटल हामी बसेको होटल हामीलाई राम्रो लाग्यो एकदम बस्नको लागि फुडिङको पनि राम्रो व्यवस्था रहेछ फुडिङ लजिङ राम्रो के छ दाइ अनि ठिक छ नि होइन लड्दै पर्दै यात्रा रमाइलो हुँदैछ पछाडि ल अब हामी तपाईँ यता धरानतर्फ जानको लागि तयारी भएको अवस्था पुरा भिडियो भिडियो गर्न म मात्रै रहेछ भिडियो नखिच्दै फोटो नखिच्दै के छ कान्छी खबर अनि फोटो बेसी छ तपाईँको फोटोग्राफरले हो म त कहाँ हो र ल बाई बाई ताप्लेजुङ के टिप्नु भएको डाक्टर साहब ल मजाले टिप्नु है सबैलाई पुग्ने गरी एक ठाउँ राख्नु न टिपेर प्लास्टिक छैन फेरि है यो जोसाल हो यहीँबाट यता मेची हाइवे अगाडि झापा झर्ने बाटो र यता करिडोर जाने बाटो छुट्टिन्छ कविता यही है जोरसाल भनेको यताबाट राइट भनेको फेरि करिडोर अगाडिपट्टि उयो झापा जाने बाटो हामी फेरि यहाँनिर भुल्की भन्ने ठाउँमा आइपुगेको छौँ भुल्के कि बुल्की हो यो बुल्के भन्ने ठाउँमा आइपुगेको छौँ यहाँ अस्ति हामीले यहीँ खाजा खाएको थियौँ फेरि हामी खाना खान लागिरहेको छौँ
रास्ता सबैभन्दा धेरै हुँदो रहेछ क्या भयो यहाँ त अस्ति त गर्मी थियो अस्ति आत्ता भएको थियो नि दुलौरे रहेछ ठिक छ कविता खाना ठिक छ कविता खाना रातो भाले हुँ? रातो भाले दिनु त